हेलो वेलकम पार्टी हैन फेरि पनि आज चाहिँ राइडमा जान लाग्यो सुतेर भर्खर उठेको क्या कस्तो लाग्दिरहेछ अब साँझको बेला यसो सामानहरू पनि किन्नु पर्ने छ अनि आफ्नो बसन्ती जुन हाम्रो रेडी छ त्यसमै जान लाग्यो हो ल लेट्स लुक लु अब चाहिँ सही भयो क्या ह्यान्डल अलिकति ब्याङ्कल चाहिँ खिरा थियो वी हेभ गट अ निन्जा टेक्निक टु मेक आवर ह्यान्डल गुड त्यस्तै हो कहानी चारैतिर विचित्र नै छ रमाइलो छ होइन आज चाहिँ पानी पर्ने जस्तो मौसम भइदिरहेछ तर पानी चाहिँ खासै पर्दैन राति पर्नु सक्छ जय हो सन्देव राति पर्नु सक्छ कि अहिले चाहिँ खासै पर्दैन हाम्रो मिनी डट बाइक बसन्ती त अब हाम्रो डट बाइक भइसक्यो नि त किनकि ह्यान्डल हामीले डटको हालेको छ यसमा वाइल कुद्छ नि अहिले त गाडी त आजकल त वाइल्ड कुद्ने भएको छ नि त साँझको भ्यू नै बेग्लै छ त हौ नजारा बेग्लै छ होइन मान्छेको आफ्नै चहल पहल छ म चाहिँ यसो राइडमा हिँडेको के कसो रहेछ नेपालको मार्केटमा अहिलेसम्म हटाएको छैन है यो बल बनाएको दसैँदेखि हो त्यो चाहिँ दसैँको त्यस्तै छ हटाएकै छैन रहेछ अब सर्टकट जानु पऱ्यो क्या अब लङ कटमा केही पनि रहेन यसो सर्टकटमा यसो केही छ्यासम्यास भेटिएला कि भन्ने आशा जिन्दगीमा तनावै तनाव छ म चाहिँ भएको एउटा गर्लफ्रेन्ड पनि छोडेर गइहाल्यो होइन केटा के भन्ने अब होइन समस्या त्यस्तै हो सबको आफ्नै छ मेरो नि आफ्नै छ तर मेरो त घरघरै समस्या छ हो सानो कुरोमा गएछ क्या एक दिन फोन गर्नु के छुटेछ दिनभरि फोन नगरिदिएको होइन गर्लफ्रेन्डै गायब भइदिरहेको छ बाइक ट्रायल गर्दो रहेछ यत्रो छिटो गएर आइयो होइन त उता मार्केट यसो एक काम त हाल्नै पर्ने भयो क्या कस्तो झ्याउ भइरहेको थियो होइन आजकल अब ब्रेकअप भएपछि अलिकति मुड अफ खालको पनि थियो नि त यसो साँझको बेला हिँड्यो भने मुड फ्रेस हुन्छ कि भन्ने थियो अनि गएर यसो घुमेर आएको हल्का फ्रेस भइयो जस्तो लाग्छ अब चाहिँ खानासाना खाने त्यसपछि मस्त चिल्ड्याङ भएर सुत्ने